चाहिँ तपाईले यो बदिया भाले बनाउने सोच चाहिँ कहाँबाट आयो, कसरी सुरु भयो यसको भनिदिनु न। मेरो बुढा भनौँ न उता पोखरा काठमाडौँ गयो होला, अनि डाङमा कहाँ हो घर भनिसकेपछि डाङ भनिसकेपछि डाङबाट बदिया भाले पाइन्छ, अनि तपाईँको त डाङमा बदिया भाले पाइन्छ भनिसकेपछि उहाँले अहिले बदिया भाले के रहेछ त भनिकन आइकन बुझ्नु होला। अब भनौँ न भालेलाई खसी बनाइसकेपछि बदिया हुन्छ भन्ने उहाँलाई पनि थाहा भयो, अनि गरम त भनिकन यसलाई भनौँ न चल्लालाई बदिया गराउन थाल्यो। अनि भनौँ न भेट्नैदेखि सरहरू आइकन सुरुवात गरिदिनु पहिले सुरुमा, अनि पछि अब आफै 3-4 वर्ष हुँदा आफै नै बनाउँछु म। बदिया बनाउने कुखुरा पाल्ने त लगभग 8-9 वर्ष भइसक्यो। अनि बदिया गराउनलाई पनि लगभग आफ्नो सुरु नै गरिहाल्यौँ हामी। कुखुरा पालिसकेपछि सुरु नै बदियाको सुरु गर्न थाल्यौँ। अब पहिले त अलि धेरै कुखुरा पाल्थ्यौँ र अहिले भनौँ न अलिकति राम्रो तरिकाले पाल्ने बदिया लगभग घरमा त्यस्तो नहोस् भनेर भनौँ न त अब लटमा बनाउँदै राख्दै गरिरहेको छु। वर्षमा कति जति बेच्नुहुन्छ? वर्षमा अब भनौँ न बदिया बनाइसके 5-6 महिना पाल्नै पर्छ। एक लट पालिसकेपछि लगभग 100-150। तपाईँको नाम भनिदिनुहोस् त। जानकी चौधरी। अनि यसको बजार मूल्य त छ, किनभने कहिले पुगाउनै सकिन्न। अब भनौँ न छिटो तयार हुन्न क्या, अनि त्यसको लागि अब मूल्य 3,000 नै बेचिरहेको छु। लैजान्छ के अरे डाङदेखि बाहिर पनि लैजान्छ कि डाङमा मात्रै? यो डाङ भन्दा नि अब बाहिर काठमाडौँ पोखरा अनि यता नेपालगञ्ज सुर्खेतसम्म गइरहेको छ। आफै आउँछन्? हजुर आफै नै आउनुहुन्छ। माएर भालेलाई खसी पार्दै हुनुहुन्थ्यो। भालेलाई खसी पारिसके पछाडि त्यसको बजार मूल्य र मासुमा पनि स्वादिलो हुने भएपछि उहाँ विगत लामो समयदेखि यो पेसा गर्दै आउनु भएको छ। जन्मेको 2-3 महिनापछि खसी बनाउनु हुन्छ। अनि के अरे अब भनौँ न खसी बनाइसकेपछि लटमा अब एक लट बनाइसकेपछि 6-7 महिना पालिसकेपछि बिक्री गर्ने हुन्छ। अनि त्यो पछि फेरि बनाउने नै हुन्छ। अनि बनाइसकेपछि अब भनौँ न चाडपर्वमा अब धेरै माग हुन्छ। माग भइसकेपछि त्यही भएर भनौँ न 2-3 लट बनाएर नै राख्छौँ। अनि यो हाम्रो बिक्री फेरि भनौँ न डाङ भन्दा नि पोखरा काठमाडौँ नेपालगञ्ज उता सुर्खेतसम्म जान्छ। हाम्रो चाडपर्वमा अलि धेरै नै बनाएर भनौँ न ग्राहक चाडपर्वमा अलि बढी नै आउनुहुन्छ। लट गरेर चाहिँ यो पाल्ने गरेर मैले वर्षमा लट 150 देखि 200 उत्पादन गर्छु। एउटालाई यति पैसा पर्छ र